हेलो। हामी चाहिँ बुद्ध जयन्तीको दिन पहाडमा काफल खाँदै दाजुभाइ र हामी चाहिँ काफल आइसकेपछि चाहिँ हाम्रो यात्रा चाहिँ तौथलीसम्मको थियो। यो चाहिँ तौथलीभन्दा मुडी कटिसकेपछिको बजार र यो तौथली बजार हो। यो देखेको दृश्य यो हो तौथली बजार। एकदम राम्रो बजार छ, एकदम आनन्द सुन्दर बजार, एकदम रमाइलो। हामीले चाहिँ तौथली बजार घुम्यौँ। त्यहाँ हामीले चाहिँ तौथली बजार गइसकेपछि फोटोहरू र भिडियोहरू बनाउने गऱ्यौँ र फोटोहरू पनि खिच्यौँ। यसमा बजार आउने गरेर त्यहाँको बजार देखिने गरेर हामीले चाहिँ फोटोहरू खिच्यौँ। हामी 4 भाइ थियौँ। फोटोहरू खिच्ने हाम्रो चाहिँ पालो भइरहेको थियो। यो चाहिँ हाम्रो मन्दिर। यो हो मन्दिर तौथली त्रिपुरेश्वर माई हो। यो चाहिँ हामी चाहिँ यो मन्दिरमा दर्शन गऱ्यौँ र यो मन्दिर चाहिँ बन्द थियो। हामीले पुजारीलाई फोन गरेर बोलायौँ र माथि गएर हामीले चाहिँ त्रिपुरा सुन्दरी माईको चाहिँ दर्शन गऱ्यौँ र एकछिन हामीले चाहिँ यहाँको संरचनाहरू सबै हेऱ्यौँ र मन्दिरभित्र पनि सङ्ग्रहालयहरूमा गएर सबै कुरा हामीले चाहिँ एकदम हेऱ्यौँ र त्यहाँ एकदम आनन्द आउने दृश्यहरू पनि देख्यौँ। एकदमै राम्रो लाग्यो यो मन्दिर चाहिँ। हामी चाहिँ 1 घन्टा जति नै घुम्यौँ मन्दिरमा। एकदम रमाइलो थियो, सोचे भन्दा नि बढी रमाइलो रहेछ र यहाँ फोटोहरू पनि खिच्यौँ त्रिपुरेश्वर माईमा। हामी चाहिँ चोटामा पनि गएर दर्शन गरेर अनि आयौँ र हामीले फोटोहरूलाई निरन्तरता दियौँ र त्यहाँको बजारहरूको पनि हेऱ्यौँ र हामी त्यसपछि अर्को स्टेसन हाम्रो एउटा यो पार्कमा पुग्यौँ। नेपालको झन्डाहरू रहेछ यहाँ चाहिँ र ठुलो त्रिशुल पनि छ। त्रिशुलमा बसेर सरले फोटो खिच्नुभयो। हामी चाहिँ पालो फोटो खिच्यौँ र मेरो पनि फोटो भयो र हामीले चाहिँ यहाँ नेपालको झन्डाको फोटो पनि खिच्यौँ। एकदम सिडीहरू राखेर एकदम राम्रो बनाएको रहेछ। नेपालको झन्डा फरफराइरहेछ, एकदम राम्रो थियो। त्यसपछि हामी चाहिँ यहाँबाट फर्किने क्रममा एउटा भिडियो बनायौँ। यो चाहिँ एउटा त्यहाँको पार्कमा घुमेर एकदम राम्रो थियो ठाउँ पनि, एकदम इन्जोय लियौँ। यहाँ नेपालको झन्डा फरफराइरहेको छ। है त्यसपछि हामी फोटोहरू खिचेर भिडियोहरू बनाएर एकदम त्यहाँ हामीले ऐसिलो पनि खायौँ। ऐसिलोको चाहिँ भिडियो बनेन है। एकदम रमाइलो भएको थियो। र यो पारीको गाउँ चाहिँ पिस्कर गाउँ हो। त्यहाँबाट देखिने गाउँपालिका त्रिपुरेश्वरको पालिका चाहिँ पिस्करमा थियो। यहाँबाट देखिने बजार चाहिँ पिस्कर बजार हो। र हामी त्यसपछि चाहिँ त्यहाँ एउटा यो पहिला लामसाङबाट माथि सामान आवत जावत गर्ने यो के भन्छ भन्दा नि यसलाई चाहिँ ट्विनवालाको स्टेसनमा पुगेर त्यहाँको संरचनाहरूलाई चाहिँ हामीले हेरौँ। एकदम राम्रो थियो त्यो। योभन्दा करिब 20-25 वर्ष नै अगाडिसम्म सञ्चालन थियो र अहिले चाहिँ बन्द भएको रहेछ। यो ठाउँमा गएर हामीले चाहिँ यहाँको कसरी बनाएको छ यो संरचनाहरूलाई पनि हामीले हेरेर इन्जोय लियौँ। यहाँ भिडियोहरू पनि बनायौँ। एकदम राम्रो थियो यसको संरचनाहरू पनि। अनि हामीले खाजा खायौँ। त्यसपछि खाजामा हाम्रो थियो दालमोठ, चिउरा र मासु फ्राई थियो है। अनि हामी चाहिँ फर्केर लामसाङको पुलमा सुनकोशी पुलमा आइपुग्यौँ। माथिबाट घुमिसकेर पुलमा आएर हामीले चाहिँ बस्यौँ एकछिन। रात परिसक्न लागिसकेको थियो, करिब 6 बजिसकेको थियो र हामीले चाहिँ साँगाचोकमा आएर चाहिँ एकदम मिठो चिया खायौँ साँगाचोकको।
टर्निङमा एकदम मिठो चिया बनाएर खुवाउनु भयो दिदीले। ओके।